एमालेको आम सभा आज बदाम सभा जस्तो देखियो। नेताहरूले कार्यकर्तातिर फर्केर भाषण गर्दा कार्यकर्ताको ध्यान भने बदामको पोकोतिर देखियो। उनीहरू भाषणमा भन्दा बदाम खानामा बढी व्यस्त देखिए। बदाम खाना भ्याइ नभ्याइ भएपछि अब नेताको भाषण कसले सुनिदिने? एमाले नेता कार्यकर्ताहरूले थपी थपी बदाम खाँदा नेताको भाषणमा ताली कम बजेको सुनियो। हुन पनि बदाम फोड्ने कि ताली पड्काउने? कार्यकर्ताका दुःख नि कति हुन् कति। एमालेका नेता कार्यकर्ताहरूले बदाम खाइदिएपछि भने बदाम व्यापारीहरूको आम्दानी बढ्ने नै भयो। अन्य दिनहरूमा भन्दा आज उल्लेखनीय व्यापार भएपछि भने उनीहरू आश्चर्यमा नै परे। अझ एमालेको सभामा बदाम बेच्नेहरूलाई दुई फाइदा भयो। एक त धेरै ठाउँ चहार्नै नपर्ने र अर्कोतिर सामान्य दिनमा नगर प्रहरी आएर लखेट्ने बदाम खोसिदिने गरेकोमा आज व्यापारीहरूले रुक्कले व्यापार गरे। मासहरूमा चाहिँ राम्रै हुन्छ। अब यहाँ अब त्यति अब पालिका नगरपालिकाहरू आउँदैन। अब यो बाटोतिर यसो डालासाला खोसिदिन्छ। यो यस्तो सम्मेलनमा चाहिँ आउँदैन। यहाँ अलि हुन्छ पनि, पछि पनि यहाँ हुन्छ, 2-4 पैसा हुन्छ, अलि बढी हुन्छ। अर्कोतर्फ एमालेका कार्यकर्ताहरूलाई पनि सुविधा। बदाम व्यापारीहरूले बसेको ठाउँमै बदाम उपलब्ध गराउँदा बसेको ठाउँबाट उठ्नै नपर्ने। कतिपय नेता कार्यकर्ताहरू भने बदाम खाएपछि पुरै कार्यक्रम अवधिभर नबसी फर्किए। आधा जसो कार्यकर्ता त आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको भाषणकै बीचमा निस्किएको देखियो। नेता कार्यकर्ताहरू बीचमै छाडेर हिँडेपछि भिरकुटी मण्डपको खुला चौर कार्यक्रमकै बीचमा आधा खाली भएको थियो। नेता कार्यकर्ताहरूले बदाम खाइदिँदा आजको लागि राम्रै कमाई भएको व्यापारी बताउँछन्। आगामी दिनमा पनि यस्तै सभा सम्मेलन भइरहेमा आफ्नो आम्दानी बढ्ने अपेक्षा व्यापारीको छ। सभा सम्मेलनहरूमा अधिकांश खुद्रा व्यापारीहरू पानी, बदाम, चटपटे, पानीपुरी, फलफुल लगायत लिएर पुग्ने गर्दछन्। उनीहरूले सानो लगानीमा गरेको व्यापारले काठमाडौँमा घरबेटीलाई भाडा तिर्नेदेखि परिवार पाल्ने र छोराछोरी पढाउन खर्च गर्ने गरेको बताउँछन्। पछिल्लो समय काठमाडौँ महानगरपालिकाले फुटपाथमा खुद्रा व्यापार गर्नेलाई कडाई गर्न थालेपछि भने उनीहरू विस्थापित भएका छन्। काठमाडौँमा जारी एनपीएलमा पनि खुद्रा व्यापार गरेर स्वरोजगार हुन मद्दत पुगेको छ।